यसको शिकार बन्ने मान्छे गरिबदेखि लिएर धनी, अनपढदेखि लिएर पढे लेखेका मानिसहरू, शिक्षित वर्गहरू, साधारण विश्वासीदेखि लिएर एकदमै ठुला ठुला परमेश्वरका सेवकहरू पनि डिप्रेसनमा परेको हामी देख्छौँ। बाइबलमा पनि त्यस्तो उदाहरण छ। एलिया जस्ता अगमवक्ताहरू पनि डिप्रेसनमा थिए। राजा दाउद, राजा सुलेमान, हैन, यस्ता महान व्यक्तिहरू पनि डिप्रेसनको जीवन बिताएका थिए। यसलाई हामी आफ्नो जीवनमा कहिल्यै पनि साधारण सम्झिनु हुँदैन। यसलाई एकदम साधारण रूपमा भइहाल्छ नि, चलिहाल्छ नि भनेर नसोच्नु कहिले पनि। यसबाट म आफैलाई धेरै अनुशासित पार्छु। यो शब्द मेरो लागि एकदम खतरनाक छ मेरो जीवनको लागि। त्यसकारण म यो शब्दलाई जहिले दिमागमा राख्छु र म जहिले पनि परमेश्वरमा भन्छु कि म यो कुरामा म फस्न चाहँदैन। यो मेरो लागि क्यान्सर रोग हो, मानव जातिको लागि क्यान्सर रोग जस्तो हो। स्वास्थ्य देखिन्छ, सबै कुरो राम्रो देखिन्छ, खाएकै छ, लगाएकै छ, हैन, ह्यान्डसम बनेको छ, ब्युटिफुल, रातमा झुन्डेर मर्किन्छ। हामीले बाहिरबाट हेर्दा सबै राम्रो देख्छौँ। सब कुरा यस्तो हुन्छ भन्ने कसैले सोचेकै हुन्न। औषधि खाइदिन्छ, झुन्डिदिन्छ, खोलामा हाम फालिदिन्छ, एकैछिनमा गएर रुखमा झुन्डिदिन्छ, हैन। बडा अचम्म छ। त्यसकारण आज म तपाईहरुसँग आजको दिन खास यसको बारेमा कुरा गर्न चाहेको हो। डिप्रेसन भनेको के हो, हैन? पहिला यसको परिभाषा हामी थाहा पाउनुपर्छ। डिप्रेसन भनेको के हो, केलाई डिप्रेसन भन्छ, हैन? कस्तो अवस्था भएपछि मान्छे डिप्रेसन हुन्छ। पछि फोटो खिच्नु होला है त मोबाइलले, मसँग पेपर सजिलो सेकेन्ड। म हिजो भर्खरै मेरो बुक छोडेर आएर अनि फेरि मेरो भाइले फोन गरेर पठाइदिनु भयो। डिप्रेसन केवल केही समयका लागि दुखी हुनु होइन। यो एकछिनको लागि दुखी हुने, निराश हुने, त्यो डिप्रेसन होइन, है। एकछिनको लागि दुखी त सबै मान्छे हुन्छ, हैन, जो पनि हुन्छ। केही उहाँले मलाई नराम्रो शब्द भन्दै पनि दुःख लागिहाल्यो, चित्त नबुझ्दो कुरा गर्दा दुःख लागिहाल्यो, हैन। यो चाहिँ त्यस्तो होइन। यो एक मानसिक स्वास्थ्य सम्बन्धीको अवस्था हो। मानसिक स्वास्थ्य सम्बन्धीको अवस्था हो डिप्रेसन, जसमा व्यक्ति लामो समयसम्म, धेरै समयदेखि, धेरै अगाडिदेखि निराश, उदास वा आशाहीन महसुस गर्छन्। निराश, उदास, आशाहीन महसुस गर्छ। आफ्नो अगाडिको दिन देख्न छोडिदिन्छ, भविष्य देख्न छोडिदिन्छ, आफ्नो खुसी देख्न छोडिदिन्छ, आफ्नो प्रगति देख्न छोडिदिन्छ, म के गर्न सक्छु त्यो पनि छोडिदिन्छ, भुलिदिन्छ, सबै गुमाउँछ। यसले व्यक्तिको सोचाइ, भावना, हावभाव, व्यवहार र दैनिक जीवनलाई असर गर्छ। डिप्रेसनमा मान्छे पर्यो भने उसको सोच अब सकारात्मक हुँदैन। राम्रो कुरा सोच्न सक्दैन उसले, अब नराम्रो कुरा सोच्छ, विकृतितिर आफ्नो सोच विचारहरूलाई जान्छ। अब खराब कुरातिर रात दिन सोचेर बस्छ। कसैलाई राम्रो गरौँ भन्ने आउँदैन, तँले नराम्रो गरौँ भन्ने आउँछ। अरूको लागि सोच्न छोडिदिन्छ, आफ्नो लागि मात्रै खराब कुरा सोचेर बस्छ। भावना, उसको भावनामा पनि अब हामी भावनामा असल कुराको लागि भावुक हुन्छौँ, पोजिटिभ कुराको लागि, भविष्यको लागि, तर ऊ हुँदैन। व्यवहार हेर्दाखेरि उसको राम्रो देखिँदैन। कसैको भलाइ हुने, कसैलाई राम्रो गर्ने भलाइको कुरा उसको जीवनमा अब देखिँदैन। व्यवहारमा बाहिरबाट हेर्दैन कि फरक देखिन्छ त्यसको रहन सहन, उठाइ बसाइ, खवाइ लवाइ, हैन। पहिला मजाले बसेर मसँग कुरा गर्थ्यो, हाँस्थ्यो भने अहिले ऊ हाँस्दैन। मसँग कुरा गर्न पनि चाहँदैन, मेरो सामुन्ने बसेर खाना खान पनि चाहँदैन, एक्लै बस्न चाहन्छ। व्यवहारको कुरा गर्दैछु।
चट्ट सफा हुन चाहँदैन, जस्तो पाए त्यसलाई लाएर हिँडिदिन्छ होइन। उसको यो सुत्न इच्छा गर्दैन, राम्रोसँग व्यवहारको कुरा गर्दैछु, बोल्दा पनि राम्रो बोल्दैन, झर्किन्छ, रिसाउँछ वा त जवाब दिँदैन। अनि उसको अब दैनिक जीवनलाई हर समय त्यसले असर गरिराखेको हुन्छ। डिप्रेसन भएको व्यक्तिलाई पहिले मन पर्ने कामहरूमा पनि रुचि नलाग्न सक्छ। जुन जुन कुरामा पहिला ऊ मन पराउँथ्यो, जुन जुन काम गर्न उसले रुचाउँथ्यो, डिप्रेसन भएपछि अब त्यसलाई केही मन पर्दैन। चर्च खूब जान्थ्यो त्यो मान्छे, डिप्रेसन भएपछि उसले चर्च जानै मन लाग्दैन हैन। भजन गाउन मन लाग्थ्यो, सिक्न मन लाग्थ्यो, त भजन गाउन मन लाग्दैन उसलाई। बाइबल पढ्न मन लाग्थ्यो, बाइबल पढ्न मन लाग्दैन। मान्छेसँग बसेर रमाइलो गर्न लाग्थ्यो, अब त्यो उसलाई मन लाग्दैन। ऊ एक्लै बस्न चाहन्छ, जो मन पराउने कुरा आएर छोडिदिन्छ, त्यो कुरा उबाट हटेर जाँदै बिस्तारै। उसलाई अत्याधिक थकान महसुस हुन सक्छ। भारी बोकेको होइन, दौडेको पनि होइन, हिजो हामी बाटोमा हिँड्दै थियौँ त्यसरी हिँडेको पनि होइन है, बारी खनेको पनि होइन, तर ऊ एकदम लट्ठ्याक्क परे जस्तो हुन्छ, पल्टिन्छ होइन, एकदम के पुरै शरीर थाकेर कति परबाट हिँडेर आएको जस्तो, ठुलो भारी बोकेर आएर थाकेर बसेको जस्तो उसको महसुस हुन सक्छ। निद्रा वा भोकमा परिवर्तन आउँछ। भोक लाग्दैन, खान मन लाग्दैन, सुत्न मन लाग्दैन उसलाई, समयमा सुत्दैन है, टाइममा सुत्दैन, टाइममा निद्रा लाग्दैन, टाइममा उठ्दैन, बिना टाइम के त्यसको टाइम पनि बिर्सिन्छ। 6 बजे खाने चलन थियो भने 11 बजे खाइदैन, कहिले बिहानै खाइदिएला 6 बजे फेरि खानु। उसको केही अब ठेगान हुँदैन होइन, उसको सबै कुराहरू बिग्रिन्छ। नखाइदिन सक्छ, उसले मतलबै माने त्यो कुरा। त्यसकारण अत्याधिक थकान महसुस हुन सक्छ। निद्रा वा भोकमा परिवर्तन आउन सक्छ। उसको रातभरि टेके बस्दिन सक्छ, दिनभरि सुत्दिन सक्छ। सुत्नु पर्ने राति, तर अब कहिले सुत्छ, दिनभरि सुत्छ। बिग्रियो सबै है, उल्टो भइसक्यो। ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। एउटै कुरामा ध्यान केन्द्रित गर्न सक्दैन, दौडिरहन्छ उसको दिमाग सबैतिर। कहिले काहीँ जीवनप्रति नै आशा हराएको जस्तो महसुस हुन सक्छ। अब मेरो आशा छैन, के गर्ने संसारमा बाँचेर, के छ र यहाँ, आशै मार्छ सब। के गर्नु छ यो बाँचेर, कसको लागि के गर्नु छ भन्न थाल्छ उसले। हिजो अस्ति त्यही मान्छे हो, मेरो छोरालाई पढाउनु पर्छ, छोरीलाई पढाउनु पर्छ, श्रीमतीलाई माया दिनुपर्छ, मैले घर बनाउनु पर्छ, भविष्य राम्रो भन्ने मान्छे आज छोड्दै यस्ता के काम गर्नु, मरेर जाने, मरिजाने जिन्दगीमा उसले यस्तो सोच्न थाल्छ। अब पोजिटिभ सकारात्मक विचारहरू गुमाउँछ, अब नकारात्मक विचारहरू उसमा राज्य गर्न थाल्छन्। सामान्य दुःखदेखि दिनमा उसको सामान्य दुःखदेखि दिनमा कम हुन सक्छ, तर डिप्रेसनका लक्षणहरू प्राय कम्तीमा 2 हप्ता वा त्योभन्दा बढी समयसम्म रहन्छन् र यसले काम, पढाइ, परिवार तथा सामाजिक सम्बन्धमा असर पार्न सक्छ। डिप्रेसनमा मान्छे पर्यो भने उसको काममा, शिक्षामा, परिवारमा, सामाजिक रूपमा पनि असर पार्न सक्छ डिप्रेसन। अब सरल शब्दमा भन्नुपर्दा यहाँ के भन्छ, डिप्रेसन भनेको लामो समयसम्म रहने यस्तो मानसिक अवस्था हो, मानसिक अवस्था, यस्तो मानसिक अवस्था हो जसले व्यक्तिलाई निराश, उत्साहित हुँदैन, उत्साहीन र जीवनका सामान्य कामहरू गर्न पनि कठिन बनाउँछ। सिम्पल काम गर्नु, साधारण काम पनि अब उसले गर्न मन लाग्दैन, धेरै भार जस्तो लाग्छ। कसैले के काम गर्न भन्छ भने म गर्दिन, सिम्पल एउटा गिलास धोएर ल्याइदिन बाबु, वा
श्रीमान वा दाइ भाइ म किन गर्ने, म गर्दैन यस्तो कुरा, उसको जीवनबाट आउन सक्छ। डिप्रेसन, डिप्रेसनका लक्षणहरू अब है, डिप्रेसन भनेको के हो? अब डिप्रेसनका लक्षणहरू यहाँ छ। डिप्रेसन व्यक्तिको जीवनका 4 प्रमुख क्षेत्रहरूमा देखा पर्दछ। 4वटा क्षेत्रहरूमा देखा पर्दछ डिप्रेसन मान्छेको जीवन। एकमा भावनात्मक डिप्रेसन, उसको भावनामा नै डिप्रेसन हुन्छ, अरू कुरा होइन, उसको भावनामा डिप्रेसन पर्छ। लामो समयसम्म उदास हुनु, खालीपन वा निराशको भावना आउनु, छिट्टै रिस उठ्ने स्वभाव रहनु, छिटो रिसाइहाल्ने भावनामा, पहिले मन पर्ने गतिविधिहरू प्रति रुचि वा आनन्द हराउनु आइसक्या हुन्छ है भावनामा। दोस्रो, सोचाइ सम्बन्धी उसको लक्षणहरू। सोचाइमा के हुन्छ? ध्यान केन्द्रित गर्न वा निर्णय गर्न कठिनाइ हुन्छ उसलाई, निरन्तर नकारात्मक वा आफ्नै बारेमा आलोचनात्मक सोचाइ आउँछ उसलाई, अत्याधिक अपराध बोध, म अपराधी जस्तो उसले ठान्छ, आफूलाई मूल्यहीन ठान्नु र आफूलाई नै दोष दिनु, आफैलाई अब दोष दिन थाल्छ। अनि गम्भीर अवस्थामा मृत्युको बारेमा सोच्नु, डिप्रेसन यस्तो खतरा छ है, याद गर्नु डिप्रेसनको लक्षणहरू। अब कसरी मर्न सकिन्छ, कसरी यी मानिसहरूबाट बिदा लिन सकिन्छ, यस्तो पनि सोच्न थाल्छ डिप्रेसन। वा बाँच्न नचाहने विचार आउनु, मर्न खोज्नु चाहनु अथवा बाँच्न मन नलाग्ने विचार आउनु मान्छेको जीवन। मेरो समाजको मेरो दाजु पढ्ने मैतहवा थारू गाउँको मदन चोकबाट त्यहाँ नजिकको गाउँ, अहिले तपाईँ मदन चोक भनेर गोरखपुर नगरपालिकामा जानुहुन्छ भने मदन चोक नाम चलेको छ। तर त्यो मदन चोकको जति एरिया छन् त्यहाँको हाम्रो मैतहवा गाउँको मेन चौधरी, त्यहाँको प्रधान हुनुहुन्थ्यो। त्यहाँ हाम्रो थारू भाषामा उहाँलाई नै चौधरी भन्ने चलन थियो। हाम्रो थारू भाषामा चौधरीको परिभाषा के हो भने जसको धेरै जग्गा छ त्यसलाई चौधरी भनिन्थ्यो, जसको पर्याप्त मात्रामा जग्गा छैन त्यसलाई थारू लेखिन्थ्यो पछाडि, त्यसरी छुट्याइन्थ्यो है। जग्गा जमिन डुब्को भएकोलाई चौधरी भनेर लेख्थ्यो हाम्रो थारूले, तर अरूलाई थारू भनेर। शिव प्रसाद थारू भनेपछि शिव प्रसाद चौधरी भनेको मैतहवाको, उसको एउटा जिम्दाको 360 बिघा जग्गा। अब हाम्रो गाउँमा एकपटक के भयो भने मेरै उमेरमा, म त्यस्तै हुनुपर्छ 7-8 वर्षको, त्यो बेला सबै घर कस्तो हुन्थ्यो भने काठको खाना, बार पनि त्यो खरले बारेर त्यसलाई माटोले लिपेको हुन्थ्यो हाम्रो घर, अनि माथि खर, सबै छाना खर हुन्थ्यो। आगो लागेर यसरी आगो लाग्यो कि कुनै घरबाट पनि कसैले पनि एक मुठी धान चामल पनि बचाउन पाएन। हामी गाउँभरिको सब खोलामा माछा मार्ने, त्यो पनि कुन महिना? वैशाखमा। घाम चर्केको बेला सबजना खोलामा माछा फालाफल पाइने, फेरि त्यो बेला यो बिस हाल्ने करेन्ट लाउने भन्छ नि, हुँदैन त्यो बेला, मारेरै खाने हो, जालले हान्ने हो होइन, कति माछा खाने, म जत्रो अग्लो माछा निकाल्दैन। यसरी बोक्दा त भुइँमा लतार्दै हिँड्यो घरसम्म माछालाई के, ठुलो माछा लाम होइन, त्यहाँ चाहिँ परानिया भन्छ, पर्नी माछा भन्छ कि, च्याप्टो हुन्छ, लामो हुन्छ, झुङ्गा हुन्छ, सेतो टाइपको हुन्छ। अनि यता आगो लाग्यो,
बुढाबुढी त्यस बेला गाउँमा बस्छन्, अरू त सबै खेतमा हुन्छ, काम हुन्छ। अनि जानकारी जाँदा हामी हाम्रो गाउँबाट लगभग 4 किलोमिटर पर थियौँ खोला। त्यो बेला माछा पनि सबै धेरै पक्रिसकेका। दुर्वा खोला चपरगोरीको तपाईँ हाइवे जाँदाखेरि बस पार्कबाट पहिलो पुल भेट्नुहुन्छ, अलि अगाडि रोहिणी खोला आउँछ, त्यो दुईटा खोला गएर तल मिसिन्छ फेरि एउटैमा। त्यहाँ चाहिँ पुगेको माछा हल्ला गयो, सब आफ्नो जाल माछा तान्दै घरमा आउने बेला त सब घरमा आगो लागिसक्यो, कुनै घर छैन आगो लाग्यो। अब कहाँ जाने, हेरेर बस्ने सब, बस केही उपाय छैन, बरु गर्नु मर्छ। त्यो आगो लाग्यो भने अचम्म के हुन्छ, हावा कहाँबाट आउँछ कि त्यो अचम्म भुइँ घुमाएर झन् सबैतिर जलाइदिन्छ। बाख्रा जल्यो, बुङ्गुर जल्यो, अनि यो जिम्दारको परिवार पुरै गाराभरि खाना पकाएर दिन आउँथ्यो क्या हाम्रो गाउँ। त्यस्तो धनी मान्छे हेर्नुहोस्, भर्खर 3-4 वर्ष अगाडि उसको छोरा, जेठो छोरा होइन, डिप्रेसनमा परेर खाएर मर्यो। जग्गा पनि सकिसक्यो उनीहरूको होइन, जग्गा पनि छैन। अनि ऋणमा डुब्यो, जुवा तास खेल्यो, जहाँ रक्सी खायो, सबै कुरो बिग्रियो, ब्याङ्कको ऋण ठुलो भयो। लास्टमा काट्नु भयो त्यतै रोहिणी खोला क्रस गरेर जङ्गलमा अहिले निकुञ्जको चेकपोस्ट छ, त्यो चेकपोस्ट अगाडि कटेर बाटोमै खाएर मर्यो। त्यस कारण यो भन्छ भने मृत्युको बारेमा सोच्छ मान्छे होइन। अब बाँच्न नचाहने विचार आखिर बाँच्न सक्छ, चाह्यो भने किन सक्दैन भन्नुहोस् त। अरे बाबा, 2टा खुट्टा छैन, 2टा हात छ भने बाँचिरहेछ त मान्छे, बाँचे छैन, केही छैन, बाँचिरहेछ त। तपाईँ रोगी हुँदाखेरि भन्नुहुन्छ म बहुत दुखित छु, एकैछिन मन्दिरमा जानुहोस् त, तपाईँ भन्दा त कति माथि दुखित मान्छे त्यहाँ बसिरहेछ। एकैछिन हस्पिटलभित्र पस्नुहोस् त तपाईँ, एकछिन पसेर आउनुहुन्छ। यहाँ उसले अब बाँच्न नचाहने कुराहरू दिमागमा। शारीरिक कारण के हुन सक्छ, राम्रोसँग सुन्नुहोस् है। डिप्रेसनको शारीरिक कारणमा के पर्छन्, पर्याप्त आराम गरे पनि अत्याधिक थकान वा ऊर्जाको कमी महसुस हुनु, यो चाहिँ शारीरिक। निद्रामा परिवर्तन हुनु, धेरै कम वा धेरै बढी सुत्नु। कोही चाहिँ कहिले एकदमै कम सुतेर जीवन बिताउन थाल्यो भने पनि डिप्रेसनमा पर्न सक्छ, बढी सुत्यो भने पनि डिप्रेसन। त्यसकारण मलाई डर लाग्छ यो 8-9 बजेसम्म सुत्न, 10 बजेसम्म नसुत्नुहोस् त्यसरी। यो शरीर हामीलाई त्यसरी दिएको होइन। त्यो दिनभरि थकान हुन्छ नि, त्यस पछाडि 12 बजे सुत्यो भने चाहिँ बिहान 7 बजे उठ्नु स्वाभाविक हो, के साधाय। बाइबलले सबै कुराको समय छ भन्छ, हामीसँग बुद्धि छ, विवेक छ। अनि तपाईँहरू आफ्नो जीवनलाई अनुशासित बनाउनुहोस् त्यस्तो कुरा होइन। तपाईँ पर्याप्त सुत्नु भएन भने पनि तपाईँले नोक्सानी हो, धेरै सुत्नु पनि नोक्सानी हो। यो शरीर परमेश्वरले मलाई बचाउनलाई दिइसक्नुपर्छ, जिम्मेवारी म माथि छ। अब परमेश्वरले आएर ओइ खा सु आराम गर भन्नु, त्यसको विवेक यहाँ दिनुपर्छ। ओइ किन सुतिस् भनेर उठाउने होइन, परमेश्वर हेर्नुहुन्छ, सुत गदा सुत अल्छी भन्नुहुन्छ, नसुत तेरो काम हो भन्नुहुन्छ। हाम्रो परमेश्वर प्रजातन्त्रवादी हुनुहुन्छ, लोकतन्त्रवादी परमेश्वर। छोडिदिनुहुन्छ जे गर राम्रोसँग जिउनेको बाहिर पर नत्र घुम जङ्गलमा। छोडिदिनुहुन्छ, उहाँ कसैलाई समातेर यो गर्छ, उहाँ लोकतन्त्रवादी समाजवादी पुरै लोकतन्त्र हो क्या। छोडिदिनु, हामी यति
सबै फेरि अहिले आउँदैछ, म तपाईँसँग अहिले पछि कुरा गर्छु। निद्रामा परिवर्तन हुनु, धेरै वा कम, धेरै बढी सुत्नु, भोक वा तौलमा परिवर्तन आउनु। तपाईँको भोकमा परिवर्तन, कसैले भोक नलाग्न सक्छ, कसैले बढी भोक लाग्न सक्छ। र तपाईँको तौल शरीरमा पनि अब घट्छ, यसमा विशेष गरेर वेटहरू घट्दै जान्छ मान्छेको, यसले दुब्लाउँछ बढी मात्रामा मान्छे। दुब्लाउँदै हुन्छ कि कोही दुब्लाउने कारण धेरै हुन्छ नि, यो मात्रै छैन, निराश नहुनुलाई। अर्को छ स्पष्ट कारण बिना शरीर दुखे। केही कारण छैन तर शरीर दुख्ने, क्या रोग पनि छैन हैन, डाक्टरले चेक गराउँदा ठिकै छ हजुर, सबै नेगेटिभ छ, के अरे नर्मल छ भनिदिन्छ। अनि भन्छ म बिरामी छु, आइया गर्छ, के गर्छ। डाक्टर पनि छैन हजुर, छैन जा घरतिर केही औषधि पनि दिन्न उनले, भए पो त्यो जस्तो होइन, उता आफूभित्र पो आफै पो बिरामी बनेको छ त। मेसिनले पनि काम गर्दैन कि डिप्रेसनलाई। संसारमा कुनै मेसिन पनि छैन कि तपाईँको डिप्रेसन नाप्ने छैन हजुर। तपाईँले भन्छ केही छैन हजुर। अनि पीडा हुने उसलाई शरीरमा होइन, अनि पाचन सम्बन्धी पनि समस्या देखिन्छ, खाएको कुरा पनि पच्न छोडिदिन्छ। कति धेरै असर छ हेर्नुहोस् है, धेरै असर, थुप्रो असर छ डिप्रेसनमा शरीरमा। अब अन्तिम व्यवहार सम्बन्धी लक्षणहरू के हुन्छन् त अब उसमा होइन, व्यवहार एकाअर्कालाई गर्ने। यहाँ के भन्छ, परिवार साथीभाइ वा मण्डलीबाट टाढा हुन थाल्नु। ल हेर्नुहोस् है, पहिलो कुरा त आफ्नै बुवाआमासँग बस्न मन लाग्दैन, आफ्नै श्रीमान श्रीमतीसँग बस्न मन लाग्दैन, आफ्नै छोराछोरीसँग पनि बस्न मन लाग्दैन, अरू त पुरै छोडिदिनु। त्यसपछि हामी चर्च भएको कारणले, क्रिस्चियनको रूपमा बनाएको कारणले उसले के भन्छ, ऊ अब चर्च पनि जान चाहन्छ, चर्चको विश्वासीलाई पनि भेट्न मन लाग्दैन, पास्टरको त पुरै छोडिदिनु। तर्सिँदैको अब ऊ त चर्चै जान मन गर्दैन होइन, विश्वासीलाई भेट्न चाहन्छ। विश्वासी उताबाट आयो सायद बाटो छोडेर उताबाट हिँड्छ होला होइन, पास्टरलाई देख्यो भने आफू लुक्छ, एकछिन कुनै कुनामा बस्छ, अनि पास्टर गएपछि फेरि निस्किन्छ। गोपाल सर डिप्रेसन त परेछ नि, चर्चको कारण नपर्नु है। परिवार साथीभाइसँग भेट्न मन लाग्दैन उसलाई है, याद गर्नु। सामाजिक व्यवहार सम्बन्धीमा यो पर्छ, वा मण्डली। त्यसपछि आफ्नो जिम्मेवारी वा व्यक्तिगत सरसफाइ तथा हेरचाहलाई व्यवस्था गर्नु। आफ्नो जिम्मालाई पनि केही मतलब गर्दैन, सरसफाइमा पनि ध्यान दिन्न है, उसले आफ्नो शरीरलाई हेरचाह गर्न थाल्छ, जस्तो पाए त्यस्तो लाएर हिँडिदिन्छ। अब लाज लाग्छ कि के लाग्छ केही मतलब गर्दैन, सरकार हुन्न उसको कुरा। अनि भन्छ के भन्छ, अब बोल्ने वा हिडडुल गर्ने गति असामान्य रूपमा सुस्त हुनु। अब धेरै नबोल्ने हुन थाल्छ, हिँडाएको चालहरूमा पनि फरक आउँछ। हामी हिजो हिँडे जस्तो हिँड्दैन, त्यसो गर्यो त्यसो गर्छ, हिँड्दैन। 10 मिनटमा पुग्ने ठाउँलाई 1 घन्टा लाग्न सक्छ हिँड्ने कुराहरू होइन। भन्छ हिँडडुल गर्ने गति असामान्य रूपमा सुस्त हुनु र अत्याधिक छटपटी बेचैनी देखिनु। छटपटी हुन्छ उसको जीवनमा, अत्याधिक भन्दा बढी क्या छटपटी हुन्छ उसको जीवनमा। के गरौँ तर केही पनि गर्दैन, छटपटी धेरै देखिन्छ तर केही गर्दैन। उसको जीवनमा गर्ने कुरा केही पनि हुँदैन, तर छटपटी धेरै हुन्छ। ओके, कसैलाई यस्तो भइरहेछ, त्यस्तो अवस्थामा हुनुहुन्छ भने प्रार्थना गरौँ, घुँडा टेकेर अहिले पहिला है बस्नु।
हिजो एक राउन्ड डिप्रेसनमा हिँडिया कसरी मलाई त थाहा छ मैले पाँदै भन्दै डिप्रेसनमा जान्छु म ल डिप्रेसनका प्रमुख कारणहरू हेरौँ है त अब कारण के कारणले मानिस चाहिँ डिप्रेसनमा पर्छ अब चाहिँ हो अब तपाईँमा के कारण छन् थाहा पाउनुहुन्छ होइन अब डिप्रेसनका प्रमुख कारणहरूमा जाँदैछ बाइबलले डिप्रेसन भन्ने आधुनिक शब्द प्रयोग गर्दैन तर परमेश्वरका सेवकहरूले गहिरो निराश दुःख र मनोवैज्ञानिक सङ्घर्ष अनुभव गरेको देखाउँछ बाइबलले तिनीहरूका जीवनबाट डिप्रेसनका केही प्रमुख कारणहरू सिक्न सकिन्छ बाइबलीय मानिसहरूबाट है डिप्रेसन मनोरोग मनबाट आउने रोग यो शरीरबाट आउने होइन डिप्रेसन भनेको सोचबाट मनबाट हुने रोग कुनै एउटा कारणमा सीमित नहुन सक्छ यसका पछाडि थुप्रै आफूले सिर्जना गरेका अथवा तार्न नसकिने कारणहरू हुन सक्छ एक नम्बर है पहिलो कारण भन्छ डर र भविष्यको अनिश्चितता डर के को डर भविष्यको अनिश्चितता के होला मेरो जीवन भविष्य भोलि के होला कसो होला बढी सोच्ने के यसको बारेमा खुइ काम गर्नु नि हो सोचेर किन बस्नु होइन र तपाईँ किसान हो भने खेतमा जानु नि हो मजाले जोत्नु व्यापारी हो भने आफ्नो व्यापार गर्न जानु न सेवक हो भने सेवकाईमा जानु न किन त्यो कोठामा झुक्रेर बसिरहेको छ काममा जानु जो मान्छे आफ्नो काममा व्यस्त हुन्छ त्यो मान्छे डिप्रेसनमा पर्दैन त्यो चान्सै हुँदैन कि डिप्रेसनमा पर्ने मान्छे बढी डिप्रेसनमा पर्ने मान्छे जब खाली बस्छ बस उसले भन्छ आइज शैतान मेरो दिमागमा बस मलाई चला यहाँ भन्छ डर र भविष्यको अनिश्चितता के हो अत्यधिक डर आवश्यकता भन्दा बढी डराउने के गर्न सक्दैन के हुँदैन आवश्यकता भन्दा बढी डर धम्की वा भविष्य प्रतिको चिन्ताले मानिसलाई गहिरो निराशमा पुर्याउन सक्छ अब उदाहरणमा बाइबलको उदाहरण दिएछ है उदाहरण सुन्नुहोस् है अहिले डिप्रेसन मोबाइलको डिप्रेसन हो बाइबलको उदाहरण हेरौँ है बाइबलको को मानिस डिप्रेसनमा थियो यहाँ उदाहरणमा भन्छ एलिया कर्मेल पर्वतमा ठुलो विजय प्राप्त गरेपछि रानी इजेबेलले एलियालाई मार्ने धम्की दिए डरले गर्दा उनी उजार स्थानतर्फ भागे एक्लै भए र मर्न चाहे के भन्छ मलाई मार्नुहोस् प्रभु मलाई मार्नलाई बुलाएको संसारमा मलाई मार्नलाई सेवागाईमा बुलाएको मलाई मारिदिनुहोस् भन्छ अघिको परिभाषा यहाँ आयो मर्न चाहने बाँच्न होइन एलियाले भन्छ मलाई मारिदिनुहोस् पहिलो राजा 19 को 3 देखि 4 मलाई मारिदिनुहोस् पढौँ न एकचोटि बाइबल खोलेर है पहिलो राजा 19 अध्याय 3 देखि 4 पहिलो राजा 19 अध्याय 3 देखि 4 19 को कति सर 3 देखि 4 हुन्छ म पढिदिन्छु एलिया डराए र आफ्नो प्राण बचाउनलाई आफ्नो प्राण बचाउनलाई भागे जब तिनी यहुदाको बेर्सेबामा पुगे तब तिनले आफ्नो चाकरलाई त्यही छाडे र आफू चाहिँ मरुभूमिमा 1 दिनको बाटो गए तिनी अम्बरीशको एउटा झाडीमा आइपुगे र त्यस मुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे तिनले भने हे परमप्रभु मेरो प्राण लिनुहोस् मैले पुरै भोगिसकेको
म त मेरा पिता पुर्खाहरूभन्दा असल छैन। मेरो प्राण लिनुहोस्। कहाँसम्म पुग्यो होला? प्राणै लिनुहोस्। प्रार्थना गरेर हजुर अगमवक्ता जस्तो मान्छे हामी त भारे हुने हजुर। यहाँ चाहिँ प्रश्न गर्नु, परमेश्वरको सिधै आवाज सुन्ने मान्छे हो, गफ गर्नेवाला होइन। सिधै परमेश्वरले भन्नुहुन्छ उसलाई कुनै वचन मानिसहरूले दिनु छ भने परमेश्वर उसलाई भन्नुहुन्छ। त्यस्तो मान्छे डाइरेक्ट परमेश्वरसँग आवाज सुन्ने र परमेश्वरको आवाज सुनाउने मान्छे। डिप्रेसनहरू त डरको कारण। मलाई मार्नु। एलियाधराए आफ्नो ज्यान जोगाउन भागे अनि उनले भने, हे परम प्रभु, अब पुग्यो, अब म यो संसारमा बाँचेर मलाई पुग्यो, मेरो प्राण लिनुहोस्। डिप्रेसनले मानिसलाई कहाँसम्म पुर्याउँछ? बाइबलमा उदाहरण छ हाम्रो लागि, याद गर्नुहोस्। डर र भविष्यको अनिश्चितताको कारण डिप्रेसन। दोस्रो कुरा हो ठुलो क्षति वा शोक है। डिप्रेसनको प्रमुख कारण ठुलो क्षति वा शोक। कोही शोकमा पर्यो भने पनि के हुन्छ, के भन्छ भने प्रियजन, सम्पत्ति वा स्वास्थ्य गुमाउँदा मानिस गहिरो मानसिक पीडामा पर्न सक्छ। प्रियजन भनेको के हो? तपाईको आफ्नो श्रीमती, आफ्नो श्रीमान गुमाएको हुन सक्छ, आफ्नो बुवा, आफ्नो आमा, आफ्नो छोराछोरी गुमाउन सक्छ, वा त आफ्नो एकदमै नजिकको रगतको नाता पर्ने मानिस गुमाएको हुन सक्छ। प्रियजन भनेको त्यो होइन। वा स्वास्थ्य गुमाउँदा, मानव बिरामी भयो, रोगले कुनै हात भाँचियो, खुट्टा भाँचियो, स्वास्थ्य नै रोगी भयो, त्यस्तो अवस्थामा मानिस गहिरो मानसिक पीडामा पर्न सक्छ। उदाहरणमा अब को थियो त यस्तो मानसिक पीडामा होइन? बाइबलमा को थियो यस्तो डिप्रेसनमा? को थियो? अब अयुबको कुरा गरौँ है त। अयुब 3 अध्यायको 11 पद। 3 अध्यायको 11 पद। अयुबले आफ्ना सन्तान, सम्पत्ति, स्वास्थ्य सबै गुमाए। सुन्नुहोस् है, अयुबले आफ्ना सन्तान, सम्पत्ति, स्वास्थ्य सबै गुमाए। त्यसपछि उनी अत्यन्त दुखी भए र आफ्नो जन्मदिनलाई समेत सराहे। के भन्छन्? म त नजन्मेको भए पनि अयुब 3 को 11 पदमा यसरी के भन्छ? म गर्भमै किन मरिन? अयुबले भन्छ गर्भमै मरे पनि हुन्थ्यो, यसरी जन्मेर दुःख पाउनु भन्दा त, यस्तो पीडा भोग्नु भन्दा त नजन्मिने राम्रो हुन्थ्यो। जन्मने बित्तिकै किन प्राण गएन मेरो भन्छ। किन बाँच्नु पर्यो होला मलाई? त्यहाँसम्मको डिप्रेसन अयुब। किन त्यस्तो डिप्रेसन पर्यो? आफ्नै प्रेमीहरू, आफ्नै एकदम नजिकका मानिसहरू गुमायो। उता स्वास्थ्य पनि गुमायो, धन सम्पत्ति पनि गुमायो, थुप्रो कुरो गुमायो, डिप्रेसनमा पर्यो। दोस्रो कारण मैले भने ठुलो क्षति र शोकको कारण मानिस डिप्रेसनमा पर्छ। तेस्रो कारण अस्वीकार, सतावट, निरन्तर आलोचना। कसैले निरन्तर आलोचना सहनु पर्यो भने पनि डिप्रेसनमा जान्छ। अर्को अस्वीकार, आफ्नो गल्ती स्वीकार गरेन, आफूले गरेको कमजोरी मैले गरेको हो, मलाई क्षमा गर्नुहोस् भनेर भन्दैन भने त्यो मान्छे पनि धेरै सम्भावना हुन्छ डिप्रेसनमा पर्न सक्छ। जहिले पनि म ठिक छु, जहिले पनि म ठिक छु, म ठिक छु, मैले गल्ती गरेको छैन भनेर दाबी गर्छ र कसैबाट सतावट पाउँछ, वा कसैले उसको बारेमा जहिले पनि सबैले आलोचना गर्छन् भने ऊ डिप्रेसनमा पर्छ। कारण तेस्रो कारण लामो समयसम्म अस्वीकार गरिनु, आलोचना सहनु वा सतावट भोग्नुले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउन सक्छ। लामो समयसम्म। त्यसकारण
कोही व्यक्तिको केही खराब कुरा छन् भने उसलाई सधैँ सधैँ नघोचिराख्नुहोस् है। त यस्तो त यस्तो त नभन्नुहोस्, छोडिदिनुहोस् त्यस्तो भन्नलाई। अरू माया गर्नुहोस्, प्रेम गर्नुहोस्, प्रार्थना गर्नुहोस् उहाँको लागि होइन, सल्लाह दिनुहोस्, सँगै घुमाउनलाई जानुहोस्, आफ्नो घरमा बरु बोलाएर चिया खुवाउनुहोस्, खाना खुवाउनुहोस्, तर उसलाई घोच्ने काम, पीडा दिने काम नगर्नुहोस्। हामी धेरै लामो समयसम्म उसलाई यस्तो व्यवहार गर्यो भने ऊ चाहिँ डिप्रेसनमा पर्न सक्छ। अब बाइबलको उदाहरण हेरौँ, कसलाई यस्तो पीडा भयो होइन, लामो समयसम्म। कसले भन्छ, यहाँ भन्छ यिर्मया 20:14 पद। यिर्मयाले परमेश्वरको सन्देश सुनाए, तर मानिसहरूले उनलाई बारम्बार अस्वीकार गरे र सताए। उनी यति निराश भए कि आफ्नो जन्मकै दिनलाई श्राप दिए। यिर्मया 20:14 भन्छ, जुन दिन म जन्मिए त्यो दिन श्रापित होस्। आशिषित होस् भन्न छोड बाबा, श्रापित डिप्रेसनको कारण परमेश्वरको सन्देश सुनाए, मानिसहरूले बारम्बार अस्वीकार गरे र सताए। उनी यति निराश भए कि आफ्नो जन्मकै दिनलाई पनि श्राप दिए। अस्वीकार हैन, उनले आफ्नो आलोचना सहन सकेन वा आफ्नो कमजोरी उसले स्वीकार गरेन। त्यसकारण यहाँसम्म यो मान्छे डिप्रेसनमा पर्नु परेको थियो। डिप्रेसनको अर्को कारण चौथो, अपराध बोध वा पापको बोझ। अपराधको बोध हुनु है, म कुनै अपराधमा परेको छु, म अपराधी हुँ वा मैले कुनै पाप गरेको छु भनेर त्यसको बोध भयो भने पनि मान्छे डिप्रेसनमा पर्छ है। अब मैले त पाप गरेँ होइन, अब म त कसरी अगाडि बढ्ने होला, म त पाप गरिसकेँ, म अपराधी भइसकेँ, अब म कसरी राम्रो मान्छे बन्ने होला, मान्छेले मलाई के गर्छन्, कसरी हेर्छन्। यो अपराध र पापको बोध। पापपछि पश्चाताप नगर्दा वा अपराध बोध बोकेर बाँच्दा मानिसको मानसिक शान्ति हराउन सक्छ। म त पापी हो, शान्ति छैन, अब म त पापी, म अपराधी हो, उभित्र शान्ति हुँदैन। बाइबलको उदाहरण यसमा को पर्छ भने दाउद पर्छ, राजा दाउद पर्छ यसमा। अपराध पापको बोध, जब उसले कोसँग व्यभिचार गर्यो, बेतसेबासँग जब व्यभिचार गरिसकेपछि, बेतसेबाको श्रीमान उरियालाई पनि मार्न लगाइसकेपछि, अब ऊ जब नतान अगमवक्ता गएर एउटा कथा सुनाएर बुझाइदिन्छ, त्यो पाप तपाईँ गरेको, तपाईँ पापी हो भनेपछि अब ऊ यो सोच्छ है। बत्सेबासँगको पापपछि दाउदले गहिरो मानसिक र आत्मिक पीडा अनुभव गरे। पाप गरेपछि उनले आफ्नो अपराध स्वीकार गर्दै परमेश्वरसँग क्षमा मागे। उनले पाप स्वीकार गरे। भजन संग्रह 32:34 पदले 3-4 पदले भन्छ, जब मैले आफ्नो पाप स्वीकार गरिन तब दिनभरि कराउँदै मेरा हड्डीहरू गल्दै गए। मैले पाप स्वीकार नगर्दाखेरि मेरो हड्डीहरू पनि गल्दै गए, हड्डीहरू गल्दै गए। भजन संग्रह 32:4 पदमा छ। त्यसकारण तपाईहरु कुनै गल्ती भुल पाप भयो भने तुरन्त फर्किनुहोस् है, क्षमा माग्नुहोस्। तपाई पक्कै पनि बाटोमा हिँड्दै गर्दा ड्याममा लोट्नु भयो भने उठ्नु हुन्छ कि उठ्नु न? उठ्छ, सुत्दिन्छ त्यही। चिप्लेर ड्याममा लोट्यो भने उठ्नुहुन्छ कि नै? उठ्छ। उठेन भने के होला? ड्याममा लोटेको मान्छे उठेन भने के होला? लाज हुन्छ, फेरि त लाज हुन्छ, त्यही मर्छ। अझै कसैले ठुलो ठुलो सानो बोतल हेर्छ, कसैले बेच्ने मलाई भनेर के, कसैले थाहै नपाओस् के लोटेको। कस्तो छ नि हाम्रो एक्सन हैन? ड्याममा लगाएर
कसरी देखि भने कोही आयो भने मजाले लोट्दै नलोटेको जस्तो हिँडिरहेको हुन्छ दुखेको पनि देखाउन उसले यस्तो गरेको पनि सिधा हिँड्न थाल्छ केही भएको छैन लोटेर यहाँ भएर चाहिँ केही भएको छैन भएपछि सबैको भएको नर्बेटे मान्छेको उहाँहरूले नै सोधे पाँचजनाले कति बाहिर जानु त्यसकारण यो शिक्षाले के भन्दैछ हामी आत्मिक जीवनको दौडमा छौँ हामी हाम्रो प्राण यो संसारमा यो शरीरबाट नगएसम्म हामी दौडमा रहिरहन्छौँ होइन यसो आउने कुरो नगर्नुहोस् तपाईँको प्राणको कुरा गर्नुहोस् जुन दिनसम्म तपाईँसँग सास छ त्यो दिनसम्म तपाईँ आत्मिक रूपमा खस्नुभयो पाप गर्नु तुरन्तै फर्किनुहोस् कि उठ्नुहोस् त्यसैमा नबस्नुहोस् तपाईँ फर्किनुहोस् के भन्छ भने जब तपाईँ पाप गर्नुहुन्छ घुँडा टेक्नुहोस् भन्छ क्या ए जब तपाईँ पाप गर्नुहुन्छ लोट्नुहुन्छ तपाईँ उठ्नुहोस् उठेर परमेश्वरसँग प्रार्थना गर्नुहोस् जब परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ तपाईँ घुँडा टेक्नुहोस् बुझ्नुहुन्छ तपाईँ पापमा खस्नुभयो उठ्नुहोस् परमेश्वरको लागि जब परमेश्वरले तपाईँलाई फलिफाप दिनुहुन्छ उठ्यो सेवको बोध जस्तै घुँडा टेक्नुहोस् भन्नुहोस् प्रभु धन्यवाद तपाईँले मलाई आशिष धन्यवाद मलाई आशिष धन्यवाद मलाई सङ्घाइदिनु तपाईँ कुनै कुराको आशीर्वाद पाउँदा घुँडा टेक्नु झुक्नुहोस् भनेको तर जब तपाईँ गल्ती गर्नुभयो उठ्नुहोस् रुखै परमेश्वरको अगाडि जानुहोस् र उहाँसँग प्रार्थना गर्नुहोस् हालेलुया अब अर्को 5 नम्बरमा भन्छ अत्याधिक जिम्मेवारी र थकानको कारण चाहिँ मानिसले बेच्नु पर्छ अत्याधिक जिम्मेवारी के धेरै जिम्मा लिन्छ के त्यसकारण पास्टरहरू धेरै ठाउँमा काम नगर्नु है धेरै ठाउँमा नगर्नु थोरै ठाउँमा तपाईँको क्षमतालाई अन्दाज अब म आफ्नो उदाहरण दिन्छु तपाईँलाई म सेवाकाईमा आइसकेपछि पहिला चर्च सानो थियो विश्वासीहरू भनेको म बाइबल कलेज सिद्धेर फर्केपछि मण्डलीमा विश्वासी भनेको 40-50 जना थियो त्यसबेला बाइबल स्कुल पनि सुरु गरेँ मैले बाइबल स्कुल पनि चलाउन सकेको छु विश्वासी पनि सङ्गति पनि मजाले चलाउन सकेको छु त्यसको सँगसँगै आफ्नो स्थानीय इसाई समाजको थुप्रो जिम्मा लिएर काम गर्थेँ एरिया पास्टर सङ्गति जवान सङ्गति एरिया जवान सङ्गति है अनि त्यसो के अरे स्वतन्त्र जवानहरूको सङ्गति छुट्टै एजीको आफ्नो छुट्टै हुन्थ्यो एजीले हामीलाई कसैलाई लान्थेन त्यसको लागि हामी जवानहरूले आफ्नो छुट्टै सङ्गति गराउँथ्यौँ सबै ठाउँमा अध्यक्ष उपाध्यक्ष सचिव बनेर काम गर्नु पर्थ्यो थुप्रो सेवाहरू अनि त्यसपछि जब मण्डली वृद्धि हुन थाल्यो मण्डली बढ्यो अब 100 कतिसक्यो विश्वासीहरूको सङ्ख्या मण्डलीमा आउन थाल्यो अगुवाहरू अब तयार हुन थाले चर्चमा अनि त्यसपछि बाइबल स्कुलको पनि जिम्मेवारी अब थुप्रो हुन थाल्यो पहिलाभन्दा बढी हुन थाल्यो
अब त्यति मात्रै होइन, अब मलाई त्यही अनुसारको अनुभवबाट सब थुप्रो ठाउँमा अब शिक्षा दिनलाई पनि बोलाउन थाले, सिकाउनको लागि विवाह दिन जानुपर्ने भयो, मृत्यु दफन थुप्रो कुराहरू बढ्न थाले। त्यसपछि एक दिन मैले प्रार्थना गरेको प्रभु भने यो अति भयो, यस्तो गऱ्यो भने मान्छे धेरै मान्दैन। घरमा श्रीमतीसँग बोल्ने फुर्सद छैन होइन, बसेर घुम्ने फुर्सद छैन, सेवाकाई त गरेकै हो तर काम नलाग्ने सेवाकाई हुन्छ यो भोलिको दिनमा। त्यसपछि अहिले म लगभग 2-3 वर्ष भयो पुरैबाट बिदा लिएँ कि मैले, सबबाट आफ्नो कामहरू सबलाई वार्षिक कार्यक्रम राखेर सबहरूलाई सुन्थेँ, ताकि मेरो मेन्टली, फिजिकली अनि फाइनेन्सियली पनि म सन्तुलनमा हिँड्न सकूँ। अनि अहिले मैले हेर्ने भनेको चर्च, बाइबल स्कुल, आफ्नो मिसन, त्यति हो। त्यो सबै एउटैमा पर्छ, यताउता दौडिराख्नु पर्दैन, एउटै भित्र पर्छ। त्यसकारण आज म तपाईँसँग हुन पाएको हो, र पहिला जस्तो गरी यहाँ हुन पाउँथेन। अब साउन 3 गते नेपालगञ्जमा ठुलो कन्सर्ट हुँदैछ, बोनिटामा आउँदैछ, त्यहाँपछि अरू एकदमै टप गायककारहरू आउँदैछन् एक दिनको। त्यहाँमा हुन्थेन, यहाँ कहाँ आउन पाउँथेँ, त्यसको तयारी गर्नुपर्छ मलाई। मैले आफ्नो ठिक समयमा आफूलाई धेरै कुराबाट बिदा दिए। म अब दौड्दिनँ, त्यसको सँगसँगै धेरै कार्यक्रमहरूमा पनि जानलाई बिदा गरेँ। अनि मेरो कोहलपुर एरियाको पास्टरहरूले पनि कतिचोटि कम्प्लेन गरे मेरो सिनियर पास्टरसँग, के भने पास्टर हरिहर दाइ त अचल कुनै कार्यक्रममा आउनुहुन्न भनेर कम्प्लेन गर्यो, माथि रिपोर्ट पुऱ्यायो। अनि मेरो पास्टरले फोन गर्नुभयो, भाइ तपाईँ त अचल त्यो समाजको कार्यक्रममा जानुहुन्न र नि? हो म जान्न भनेपछि। किन जानुहुन्न? अङ्कल म मान्छे हो, म मेसिन होइन, फलाम होइन। मेरो पनि जीवनको आफ्नो जीवन छ मसँग। मेरो जीवन अरूलाई मात्रै दिएर मर्नु आवश्यक छैन मलाई। मेरो पनि परमेश्वरले मेरो लागि जीवन दिनुभएको छ। त्यसपछि पास्टरले भन्नुभयो एकदम राम्रो भाइ, जाँच्दै हुँदो रहेछ मलाई। एकदमै बुद्धिमानी भाइ, यही हो सेवाकाईमा हामी कसरी चल्नुपर्छ, समयअनुसार, परिस्थिति अनुसार हामी कुन कुरा छोड्ने, कुन कुरा अँगाल्ने परमेश्वरले विवेक दिनुभएको छ। त्यो तपाईँले गर्नुभयो, धेरै धन्यवाद। मान्छेले के भन्छन् भन्दा दिनुहोस्, तपाईँ आफ्नो विवेकमा, बाइबलको बुद्धिमा चल्नुपर्छ। हामी धेरै सेवाकाई गर्ने हो भने थोरै जिम्मा लिनु होला। आफ्नो शरीरले, बुद्धिले, टाइमले भ्याएको मात्र लिनु होला। त्यो भन्दा बढी आफूलाई नाम कमाउनलाई, पद पाउनलाई कहिले काम नगर्नुला भाइ। संसारमा प्रभुको सेवा गर्नलाई काम गर्नु भनेर उहाँको पनि चित्त हुँदैछ, जाँच्नलाई फोन गर्नुभएको छ भने यहाँ के भन्छ भने अत्याधिक जिम्मेवारी, तपाईँ ठुलो जिम्मेवारी। यता त मैले देखेन तपाईँहरूले, त्यति धेरै हाम्रो सहरतिर जानुभयो भने यति नै होइन। त्यो के भन्छ, कुकुरलाई न फुर्सद छ न काम छ। त्यो कुकुर के कुद्या छ, घरमा छैन, फोन गरेर पनि हजुर म धेरै व्यस्त छु भन्छ पास्टर। घरमा पनि नाइ छैन, कुकुरको काम पनि छैन, फुर्सद पनि छैन तर कुद्या छ। काम छैन उसको, तर फुर्सदै छैन के। त्यो डाँडाबाट त्यो डाँडा, त्यो घरबाट त्यो घर, त्यो मान्छेबाट त्यो घर। कुकुरको न काम छ न फुर्सद छ। कसैले नसुनेका हुन्छ। एकदम राम्रो, मैले तपाईँ मिनिङ दिँदैछु। यो त हाम्रो नेपाली भनाइ हो, पुर्खाहरूले बनाएको टुक्का हो। मैले यसलाई हाम्रो पास्टरहरूको कामसँग, मेरो जीवनसँग अनुभव गरेर जोड्दैछु तपाईँसँग होइन। अहिले मैले हाम्रो तराईको क्षेत्रका मैले चिन्ने पास्टरहरूले फोन गर्दा म धेरै पास्टर बिजी छु, पास्टर बाबु हुनुहुन्छ, धेरै व्यस्त पास्टर, धेरै व्यस्त। अनि धेरै व्यस्त पास्टरको चर्चमा गयो भने पनि 0 पास चर्च। त्यो पास्टरलाई कुनै कार्यक्रममा बोलाएर धेरै व्यस्त भन्छ।
तर घरमा चर्चमा गयो भने जेरो छ, न कोही अगुवा छ, न विश्वासी धेरै छन् उसको, न चर्च राम्रो छ, न आराधनाको टिम छ त्यहाँ। सङ्गति शनिबार आयो भने आजको दिन सङ्गति गर्ने, तर फोन गर्यो भने धेरै व्यस्त छु बानी। केमा व्यस्त भयो कि त? त्यही हो, काम पनि छैन, फुर्सद पनि छैन। के काम देख्यो त चर्चमा? काम देख्नु पर्यो। यदि तपाईँले भन्नुहुन्छ म धेरै व्यस्त पास्टर हो भने तपाईँको चर्चले व्यस्त बनायो भने म यति खुसी हुन्छु कि होइन। हजुरको चर्च वृद्धि भएर, आफ्नो चर्चको ग्रोथ भएर जब तपाईँ म व्यस्त छु भन्नुहुन्छ, वाह, त्यो हो। चर्च जेरो छ, चर्चमा सेवा गर्ने अगुवा छैन, अनि पास्टर चाहिँ व्यस्त। बस कसले बोलाइदिए पुग्ने हो, आफ्नो लक्ष्य छैन, आफ्नो उद्देश्य छैन। म कहाँ पुग्नेसँग सरोकार छैन। मेरो चर्च कहाँ पुर्याउने, म कति वर्षपछि मेरो चर्चबाट रिटायर हुने, म कति वर्षसम्म मेरो उमेरको यति वर्षसम्म मैले कसलाई पास्टर दिइसक्नु पर्ने, मण्डलीमा मेरो यति वर्षसम्म यति सङ्ख्या विश्वासी हुनु पर्ने, केही छैन। बस त्यही हो। न फुर्सद छ, न काम छ, बुद्धिया छ। सोध दिनुभयो भने केही छैन। पास्टर बुवा तपाईँको दर्शन के हुन्छ है? हजुर सेवाकाई गर्ने दर्शन के हो? सेवाकाई त कति छन् सेवाकाई? निश्चित हुनु पर्यो, स्पष्ट दिमागले बुझेको हुनु पर्यो, यो हो भन्ने हुनु पर्यो। त्यसकारण थकान, लामो समयसम्म धेरै जिम्मेवारी बोक्नु, शारीरिक र मानसिक रूपमा थाक्नु निराशाको कारण बन्न सक्छ। उदाहरणमा अब मोसालाई हेरौँ है। यसको उदाहरण मोसा हो। अब उसको कामै नदेखेर ससुरा बाउले बुलायो, ए ज्वाइँ यहाँ आउनुहोस्, न त तपाईँ मर्नुहुन्छ, धेरै बाँच्नुहुन्न हजुर। यति धेरै काम गर्ने, जिउने सेवा गरेर बाँच्ने विचार छ कि मर्ने विचार छ? उल्टो ससुरा बाउले पनि डिप्रेसन भइरहेछ ज्वाइँले देखेर। इस्राएलीहरूको नेतृत्व गर्दा मोसाले आफू एक्लैले सबै जिम्मेवारी बोक्न नसक्ने महसुस गरे र परमेश्वरसँग आफ्नो जीवन नै अन्त्य गरिदिने अनुरोध गरे। आफै जिम्मा लिएछ, आफै मर्न खोज्छ। हामीमा धेरै पास्टर यस्तै छ। गन्ती 11 अध्यायको 14 देखि 15 पदमा लेख्छ, यी सबै मानिसहरूको भार म एक्लैले बोक्न सक्दिनँ। यदि तपाईँले यसरी नै गर्नुहुन्छ भने कृपया मेरो ज्यान लिनुहोस्। हिरो मानिसलाई सहस्रमा पुगेछन् हजुर, हामी त जिरो हो। तपाईँ त झन् छिटो खतम हुन्छ, झन् छिटो खतम हुन्छ। अहिले यही सब पेपर छ, सबै छ यहाँ सबैको लागि। अहिले मजाले डाक्टर फोटो खिच्नुहोस् सबैले। बस पछिल्लो समय धेरै डिप्रेसन जाने भनेको यो प्रेम सम्बन्धी आउँदैछ। सागर सर जानुभयो त्यो कपाल काट्नेलाई के भन्छ त? नाइ भन्छ। कपाल काट्नेकोलाई ओइ नाइ मेरो कपाल कति लामो छ, एकछिन कुर्न तेरो अगाडि छर्छ भन्थ्यो के। म दूरदर्शी छु क्या, अलिक छिटो देख्छु क्या। 5 मिनट ब्रेक गरौँ। राजेश भाइ मलाई तातो पानी ल्याऊ एक गिलास ल, मेरो कप त्यही छ। दूरदर्शी मान्छेको तातो पानी। So guys,